अखण्ड सुखमा। अखण्ड सुख त्यति बेला प्राप्त हुन सक्छ जब हाम्रो मन अर्थात् बुद्धि केवल चैतन्यमा विलीन भएर रहिरहन्छ, तब मात्र संभव हुन्छ। हाम्रो जो बुद्धि संसारतिर फर्केको जो बुद्धि छ, त्यो बुद्धिलाई संसारबाट भित्र हृदयतर्फ फर्काएर यसलाई अन्तर्मुखी र स्थिर गराएर भित्र रहेको जो चैतन्य हो, चैतन्य उन्मुख बुद्धिलाई गराइरहेपछि त्यो बुद्धि चैतन्यमय हुन जान्छ, त्यो बुद्धि चैतन्य रूपले रहन जान्छ। चैतन्य हो आनन्दै आनन्दको थुप्रो, आनन्दै आनन्दको स्रोत, आनन्दै आनन्द भएको ठाउँ हो केवल चैतन्य स्वरूप, जो सबैको यथार्थ स्वरूप हो। त्यसकारणले जो सधैँको सुख हो, जसलाई अखण्ड सुख भनिन्छ, त्यो अखण्ड सुख नै हामीहरूको अमर स्वरूप हो, हामीहरूको परिपूर्ण स्वरूप हो। त्यो अखण्ड सुखलाई हामीले साक्षात् अनुभव गरिरहनु हो प्राप्त मनुष्य जीवनको सफलता, प्राप्त मनुष्य जीवनको सफलता। त्यो चैतन्यमा परिणतिपूर्वक चैतन्य रूपले मात्र रहिरहनु। यो अभिव्यक्ति हो अखण्ड सुख केन्द्रको यो 27औं वार्षिक उत्सवको 5 दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिनको यो प्रस्तुति हो। यो दोस्रो दिनको प्रस्तुतिमा अखण्ड सुखको बारेमा, जो सबैको यथार्थ स्वरूप हो, जुन पाउन नसक्दासम्म यो मनुष्यको जन्मने मर्ने प्रवृत्ति सधैँ चलिरहन्छ। जब चैतन्य रूपले चैतन्यमा स्थित भएर अखण्ड सुखले हामी जब रहन्छौँ, त्यसपछि मात्रै हाम्रो यो जन्मने मर्नेको जो श्रृङ्खला हो, त्यो सधैँको लागि समाप्त हुन्छ र हाम्रो स्थिति मोक्ष रूपमा हुन्छ, अखण्ड सुखमा हुन्छ। यो छोटो कार्यक्रम हो। नेपाल देश भैरवा लगायत रूपन्देही एफएम रेडियो लगायत रेडियो परासी, पाल्पा तानसेन श्रीनगर एफएम, बुटवल मुक्ति एफएमबाट प्रसारित कार्यक्रम। यसमा जसरी हाम्रो स्थिति अखण्ड सुखमा हुन सक्छ, त्यही प्रकारले यसको वर्णन हुन्छ। यो सम्भव छ सनातन आदर्शमा हिन्दू धर्म दर्शन अर्थात् गीता आदिले जो बताएको छ, यथार्थ शास्त्रले जो अखण्ड सुख बताएको छ, त्यसलाई अभिव्यक्त गर्दा, त्यसलाई प्रकट गर्दा हामीले यथार्थ कुरा भेटाउन सक्छौँ। हामीले जो खोजेको सधैँ सुख हो, त्यो सुख 3 प्रकारका हुन्छन्। एउटा विषयबाट प्राप्त सुख, जसलाई राजसिक सुख भनिन्छ, जो छाया सुख हो, प्रतिबिम्ब सुख हो, केही समयको हो, सदाकालीन होइन। यस प्रकारको सुखलाई विषय मिलाएर पाइने क्षणिक सुखको अनुभव हो, जो मिथ्या हो। किनभने चैतन्य रूपले अखण्ड सुख वास्तविक हो, बिम्ब रूप हो। त्यसैले गर्दाखेरि त्यो दृष्टिकोणले, हाम्रो यथार्थ अमर दृष्टिकोणले विषयबाट प्राप्त जो सुख छ, त्यो क्षणिक र
आउने जाने र वास्तवमा मिथ्या हुन जान्छ, किनकि त्यो रहिराख्दैन। त्यसपछि सात्विक सुख छ जो समाधिबाट हामीले प्राप्त गर्न सक्छौँ। समाधि गरेपछि त्यो सुखको अनुभव हुन्छ, फेरि समाधिबाट उठेपछि फेरि हाम्रो त्यो प्राप्त सुखबाट हामी फेरि स्वभावतः बाहिर हुन जान्छौँ। त्यसबाट हामीले लगातार सुखको अनुभव गर्न सक्दैनौँ, किनभने समाधि कालमा जति समय हामी गरिएको हुन्छ त्यति मात्रैको अवधिमा हामीले पाएका हुन्छौँ। त्यस कारणले त्यो पनि सदाकालीनको सुखमा पर्दैन। तर यो विषय सुख र सात्विक सुख जो समाधि सुख हो, यसको स्रोत, यसको ऊर्जा यो केवल हामीहरूको वास्तविक चैतन्य स्वरूप हो, त्यसबाट प्राप्त हो। फेरि त्यो राजसिक सुख र सात्विक सुख पनि अन्तबाट आएको होइन, हामीहरूको मौलिक स्वरूप जो चैतन्य हो, जो ब्रह्म स्वरूप हो, त्यसबाट नै आएको हो। त्यस कारणले हामी प्रतिबिम्ब सुखतिर नअल्झिएर बिम्ब सुखमा हामी केन्द्रीभूत गऱ्यौँ भने जहाँ अखण्ड सुख भेटिन्छ अनि हामीहरूको जीवन सफल हुन्छ। र सफलका मतलब अखण्ड सुखमा हाम्रो स्थिति हुन्छ, मुक्ति रूपले, मोक्ष रूपले। हुनाले यसको लागि हामीले अखण्ड सुख पाउनलाई त्यो चैतन्य मात्रै हुने हुनाले चैतन्य र मन अलग अलग हो भन्ने कुरा बुझ्नुपर्छ। विषयको तारतम्य, समाधिको तारतम्य मिलाउने मन हो यो तामसिक, राजसिक, सात्विक। यो तीनटा नै मन रूपले रहेको छ। त्यस कारणले मनदेखि अलग्गै, मनदेखि अतीत, गुणातीत जो चैतन्य हो त्यो चैतन्यमुखी बनाउनुपर्छ हाम्रो बुद्धिलाई। यसरी चैतन्यमुखी बनाएपछि त्यसको लागि मनदेखि आफू अलग्गै हो, मन रहित आफू हो भन्ने कुरा निश्चय गरेर यसरी हामी मन रहित रहने अभ्यास गर्नुपर्छ। जस्तो सुषुप्तिको अनुभवमा त्यहाँ मन छैन, मन नहुने हुनाले त्यहाँ मन रूपी संसार पनि छैन। त्यहाँ त मनको विलय अर्थात् बुद्धिको विलय भएको स्थान हो सुषुप्ति, जहाँ सुखको अनुभव हुन्छ, जो मूल सुखको, मौलिक सुखको, अमर सुखको हामीले अनुभव भेटाउँछौँ सुषुप्तिमा। त्यसैले अखण्ड सुख भेटाउनको लागि सुषुप्ति सबैभन्दा राम्रो अवसर हो। र वास्तवमा सुषुप्तिको अनुभवलाई शिवको अनुभव भनेर यसरी उपनिषदले बताएको छ। किनभने अखण्ड चेतन र अद्वितीय हुनाले, अखण्ड चेतन अद्वितीय हुनाले यो सतरूप, आनन्द रूप सत वस्तुलाई शिव भनिएको छ। यस्तो छ व्याख्या, वेदान्तको व्याख्या शिव स्वरूपको बारेमा अथवा ब्रह्म स्वरूपको बारेमा। भनेको यो यथार्थ स्वरूप हो चेतन, जो सधैँ रहिरहन्छ, जसलाई अखण्ड चेतन भन्छ। यो अखण्ड चेतन अद्वितीय वस्तु हो, यो एक अद्वितीय परिपूर्ण वस्तु हो र यो स्वतः आनन्द स्वरूप हो, जो सधैँ सधैँ रहिरहन्छ। त्यसैले अखण्ड चेतन र अद्वितीय हुनाले आनन्द रूप सद्वस्तुलाई शिव भनिएको छ। यस्तो छ वेदान्तको व्याख्या। हुनाले हामीले सुषुप्तिबाट जहाँ मन रहित सुखलाई हामी भेटाउँछौँ, जहाँ संसारमा लागेको बुद्धिलाई भित्र हृदयमुखी गराएर सुषुप्तिमुखी गराएपछि हाम्रो बुद्धि सुषुप्तिमा विलय हुन्छ। जहाँ सुषुप्तिमा हाम्रो बुद्धि विलय हुन्छ त्यहाँ सुखको अनुभव भइहाल्छ। त्यो सुख हो अखण्ड सुख, त्यो हो मौलिक सुख। जस्तो सुषुप्तिमा बुद्धि नष्ट भएको हुन्छ, अर्थात् बुद्धि सुषुप्तिमा विलय भएर केवल सुख रूपमा रहेको हुन्छ। जो सुषुप्तिको पहिलेको जो बुद्धि हो, त्यो सुषुप्तिलाई स्मरण गरेपछि त्यो बुद्धि सुषुप्तिमा विलिन हुन्छ र विलिन भइसकेपछि जो बाँकी रहन्छ त्यो केवल सुख मात्रै हो, त्यो मौलिक सुख हो। जस्तो समुद्रमा नुनको डल्लालाई, नुनको ढिक्कालाई राखिदियो भने, राखिरह्यो भने त्यो गलेर समुद्रमै बिलाउँछ, नुनको ढिक्का त्यसपछि बाँकी रहँदैन। त्यस्तै बुद्धिलाई, नुनको ढिक्का रूपी बुद्धिलाई हामीले चैतन्य समुद्रमा हामीले चाहिँ नि डुबाएर राखिरहेपछि के हुन्छ भने त्यो जो बुद्धि हो त्यो उसमा विलय हुन्छ।
त्यो चैतन्य स्वरूपमा विलय हुन्छ र चैतन्य मात्र रूपले रहिरहन्छ। चैतन्य मात्र रूपले रहिरहनु, मोक्ष रूपले रहिरहनु, मुक्ति रूपले रहिरहनु, जीवन मुक्त देहमुक्त रूपले रहिरहनु। अनि त्यति बेलाको स्थिति हो अखण्ड सुख, सुखै सुख, सधैँको लागि सुख। त्यस कारणले हामीले वर्तमानमा यो विश्वमा साक्षात सुखै सुखमा रहिरहनको लागि अखण्ड सुख केन्द्रबाट नै स्पष्ट रूपमा, सफा रूपमा, सबैले बुझ्न सकिने रूपमा हामीले पाउन सक्छौँ। त्यस कारणले यो अखण्ड सुख केन्द्र जो नेपालमा स्थापित छ र नेपाल अधिराज्यमा 11 विभिन्न स्थानहरूमा यसको स्थापना र दैनिक सत्सङ्ग आदि क्रमले ब्रह्मसभा रूपले यो कक्षा प्रणालीको हिसाबले अनि यो रेडियोहरूमा प्रवचनको प्रकारले यो संस्थाले यही अखण्ड सुखको बारेमा सबैलाई सधैँ सुख सम्भव हुने गरी यसरी निरन्तर बताउँदै आइरहेको छ। त्यसकारणले हामीले यो मानिसको जीवन ज्यादै छोटो छ, किनभने भरे भोलिसम्म पनि कसैको शरीरको ठेगान छैन। त्यसैले जान्नुपर्ने कुरा, हुनुपर्ने कुरा हामीले तत्कालमा वर्तमानमा नै गरिसकेको हुनुपर्छ। त्यो हो चित्तरहित चैतन्य मात्रामा रहिरहनु, मनरहित चैतन्य मात्रामा रहिरहनु। अर्थात् जो आउने जाने संसार हो, शरीर संसार हो, त्यो भाव रहित अविनाशी जो चैतन्य हो, जो सच्चिदानन्द हो, जो शिव स्वरूप हो, परमात्मा स्वरूप हो, श्रीराम स्वरूप हो, श्रीकृष्ण स्वरूप हो, यसमा हामीले स्थिति आफूले आफ्नो स्थिति आफैले नै बनाउनु पर्ने हुन्छ। अरू कुराहरू अरूबाट पनि हुनसक्छ, तर मुक्त हुने काम, अखण्ड सुखमा बदलिने काम त्यो आफूले नै गरेको हुनुपर्छ। त्यसको लागि अवसरै वर्तमानमै हो, यति बेला नै हो, किनकि यो शरीरको स्थिति कसैको पनि भोलिसम्म पनि ग्यारेन्टी छैन। तर ग्यारेन्टी छ हाम्रो वर्तमानमा चैतन्यको अनुभव, चैतन्यको अभाव कहिले पनि छैन। जहाँ चैतन्य मात्रमा हामी रहिरहन्छौँ त्यहाँ अखण्ड सुख हामीले भेटिहाल्छौँ। त्यो स्थिति हो मुक्त स्थिति, मोक्ष स्थिति। त्यसकारणले यस प्रकारले हामीहरू रहिरहनु हो सबैभन्दा ठुलो बुद्धिमानी। अहिले यो जो कार्यक्रम छ अखण्ड सुख केन्द्रको अध्यक्ष अद्वैत प्रदीप सरस्वती उपाधि प्राप्त गौरवजीबाट अभिव्यक्त हो। हामीहरूको मूल विषय हो शुद्ध चैतन्य रूपले अखण्ड सुखमा स्थिति, जुन अहिले वर्णन भयो राजसिक सुख, सात्विक सुखदेखि रहित, त्योदेखि परको जो अखण्ड सुख रूप जो चैतन्य हो, त्यो चैतन्य रूपले रहिराखेर यसको अखण्ड सुखको साक्षात अनुभव शिव अभिन्न रूपले, श्रीराम अभिन्न रूपले, श्रीकृष्ण अभिन्न रूपले सबैका लागि सधैँ सम्भव छ। अहिले यति नै गरौँ। हरिओम तत्सत।